हे गाइस वेलकम टु माई मिनी भ्लग। आज चाहिँ हामी सपिङ र न्यू इयरको यसो अलिअलि सामान किन्न जाने भनेर दिदी र म रेडी। अनि त्यो पछि चाहिँ यो चाहिँ हाम्रो फ्लावर गार्डन हो, बाबाले मम्मीले बनाउनु भएको। अनि यहाँ चाहिँ दिदीको मेहनत हो यो चाहिँ है, टक्क लाएर पिटुनिया छ अनि यहाँ अरू अरू फ्लावर्स। अनि दिदीले चाहिँ यहाँ भन्दै हुनुहुन्छ टक्क जाँदा जाँदा हाँस देख्यौँ होइन। अनि दिदीले हामीले यो मात्रै एउटा हाँस लग्नुपर्छ भन्नु भन्नुहुन्छ। अरू ठाउँमा नि हेरौँ भनेर भने गयौँ, त्यहाँ एउटा आन्टीले भन्नुभयो। सो यहाँ चाहिँ उहाँहरूको हाँसहरू पाल्ने ठाउँ रहेछ, कुकुरा हाँस कति धेरै थियो। अनि हामीले त्यहाँबाट एउटा चुज गर्नुपर्ने अरे, अरू थिएन अरे। अनि त्यहाँबाट हेऱ्यौँ अनि दिदीले एउटा चुज गर्नुभयो। अब लैजानु पऱ्यो, मलाई तनाव कसरी लग्ने, दिदी र म त डर लाग्छ। खुट्टा बाँधिन लायौँ अनि पखेटा बाँधिन लायौँ। अनि दिदीले सामान भयो, दिदी त डराएर पुरा उडेको थियो, कस्तो स्केरी थियो। अनि हामी त्यो भ्याएर सपिङ गर्न गयौँ। दिदीले सबैलाई न्यु इयर गिफ्ट चाहिँ अनि सपिङ गरेर भ्यायौँ। अनि आज मैले गफ दिँदैछु कि हामी त्यहाँबाट गयौँ, सपिङ गऱ्यौँ, मैले पनि गिफ्ट पाएँ, हाँस काट्न देखाउँ, अब त्यहाँबाट लिएर जान्छौँ भनेर यहाँ गफ दिँदैछु मैले चाहिँ सबैजनालाई। जानुभयो, हामी सपिङ गरेर अब घर फर्किन्छौँ, टाढा। अनि गफ गरेपछि घर आएँ भनेर चाहिँ इन्फर्म गर्नै पर्यो भनेर अब हामी पकाउनु थालेको भनेर हामी होइन दिदीले। अनि यो चाहिँ हाम्रो हाँसको मासु अनि यो चाहिँ हाम्रो फिस हो सबैजनाको। अनि बाबाले चाहिँ यहाँ हेर्दै हुन्छ। अनि म चाहिँ मकै पोल्न थालेँ, टक्क लगाएर डराएँ अनि डराइहाल्छु इल्जाले हो। अनि मम्मी चाहिँ मकै खाँदै अनि फिसको लागि चाहिँ बार्बिक्यू गर्न रेडी बनाउँदै दिदीले प्याक गर्दै हुन्छ फोइलमा, फोइल ऱ्याप गरेर टक्क लगाएर हाँसको मासु। अनि यो नि हाँसको हो, त्यसलाई चाहिँ पोलेर खाने थिएँ। अनि टक्क लगाएर राखेँ आगोमा, दन्किँदै थियो आगो, यो पोलिँदै थियो। अनि उता चाहिँ दिदीले पकाइरहनु भएको थियो। अनि यहाँ बाबा मेफान साहान मम्मी बस्दै गफ गर्दै, दिदीले किचनमा मासु रस बनाउने भनेर त्यसमा पकाउँदै यो चाहिँ पाक्यो भनेर हेऱ्यौँ। अनि कस्तो मजाले हेर्नु त्यहाँ, ओ माई गड हड्डी। अनि